आज हाम्रो मेन टपिक के हुनेछ भने नेपालको ओडिआई स्ट्याटसको के हुन्छ त अब नेपाल अहिले 7औं स्थानमा छ। नेपालको लागि 4थो स्थानसम्म पर्नु निकै नै मुस्किल छ र यदि 4थो स्थानसम्म पर्ने अवस्थामा नेपालले ओडिआई स्ट्याटस त पाउने थियो र अब 4थो स्थानसम्म जाँदैन। 18वटा 17वटा त्यस्तै खेल बाँकी छ जसमा 14-15वटा जित्नुपर्ने अवस्था जुन निकै नै गाह्रो छ। अगाडिको समयमा मन्टी देसाई हुँदा 11वटा खेल जितेर एउटा सनसनीपूर्ण निकालेको नेपालले सम्भवतः सधैँ गर्न सकिन्छ भन्ने पनि छैन। त्यस्तो त्यो हिसाबले हेर्ने भने अब नेपालले के गर्नुपर्छ त? नेपालले अब के गर्दाखेरि चाहिँ यो गेन गर्छ अथवा रिटेन गर्छ ओडिआई स्ट्याटस? यदि 4थो स्थानभन्दा तल आएमा नेपालको ओडिआई स्ट्याटस गुम्छ भन्ने त थाहा छ सबैलाई, तर त्यो फेरि पनि पाउने नेपालले के गर्ला त भनेर हेर्ने भने नेपालले फेरि प्लेअफ खेल्न पाउने अवस्था छ। यदि नेपाल 5औँदेखि 8औँ स्थानमा हुन्छ भने वर्ल्ड कप क्वालिफायरको लागि च्यालेन्ज लिग खेलेर आउने अरू टिमहरू पनि छन्। च्यालेन्ज लिग खेल्ने टिमहरू भनेको चाहिँ यस्तै यहाँबाट गएर गएका केन्याहरू यस्तै टिम छन् जुन रेलिगेट भएर गएका, तिनीहरू नै टिम आउनेछन् र त्यो च्यालेन्ज लिग खेलिसकेपछि फेरि नेपालले विश्वकप क्वालिफायरको लागि त्यहाँनिर फर्स्ट वा सेकेन्ड भयो भने जानेछ र विश्वकप क्वालिफायर पनि फेरि जाने मौका भने पाउनेछ। यहाँ चाहिँ सिधै पाउँथ्यो 4थो स्थानसम्म हुँदा। अब नेपालले विश्वकप क्वालिफायर खेल्न चाहिँ प्लेअफ खेल्नुपर्ने हुन्छ। यदि नेपाल 5औँदेखि 8औँ स्थानसम्म जान्छ भने अहिले 7औँ स्थानमा छ, 18 म्याच खेलेको छ जहाँ 11वटा खेल त नेपालले अलरेडी गुमाइसकेको छ, 5वटा जितेको छ। अन्य खेल नतिजा बिन्छन्। 12 पोइन्ट छ नेपालको। अब युएसए हेर्ने भने 32 पोइन्ट छ। युएसएलाई भेट्नु त अब त गाह्रै छ। 22 म्याचमा 16वटा जितेर 32 पोइन्ट छ र नेपालको लागि 22 म्याच खेलिसक्दा अब 4टा म्याच मात्रै बाँकी छ। जम्मा गर्न सक्ने नेपालले बेस्ट अफ द बेस्ट भनेको 22 म्याच खेल्दा फेरि नेपालले ल्याउन सक्ने पोइन्ट भनेको अब 8 भनेको 20 हो। यदि सबै जित्छ भने 20 पोइन्ट हो। अलरेडी युएसएसँग हारिसक्यो, युएईसँग हारिसक्यो। 2टा खेलियो, लिग डिभिजनको बाँकी छन् यो अहिलेको युएई टुरमा। त्यस पछाडि अन्य टुरहरू पनि आउनेछ जहाँ मुस्किल टिम हुने नै छन्। क्यानाडा पनि राम्रो खेलिरहेछ, ओमन पनि, नेदरल्यान्ड पनि। सो नेपालको लागि अब सबभन्दा राम्रो अप्सन चाहिँ प्लेअफ खेलेर गएर फेरि एकचोटि जुन जिम्बाब्वेमा भएको 100मा नेपालले आफ्नो ओडिआई स्ट्याटसलाई रिटेन गरेको थियो त्यसरी नै रिटेन गर्न सक्छ, जसमा नेपालले आफूले त्यो 100मा जाने, त्यस पछाडि त्यो 100मा राम्रो खेलेर पोजिसन होल्ड गरेर आफ्नो ओडिआई स्ट्याटस रिटेन गर्न सक्छ। नत्र भने नेपाल रेलिगेट हुन्छ। रेलिगेट भयो भने नेपालले फेरि च्यालेन्ज लिगमा झर्छ, जुन नेपाली टिमको लागि, नेपाली टिमको स्तरको लागि त त्यो एकदम कम हो। नेपालले लगभग त्यो चाहिँ गर्दैन मलाई जहाँसम्म लाग्छ। हामीले नेपालको एनालाइसिस गर्ने भने अहिले खराब फर्ममा छ, ओडिआई राम्रो छैन, तर स्ट्याटस गुम्मे पनि नेपालले फर्दर ओडिआई जुन विश्वकप छनौट छ त्यहाँ गएर नेपालले रिटेन गर्न सक्छ। विश्वकप छनौटको के हो त अझै सम्भावना छ कि छैन, यदि 4थोसम्म गयो भने भन्ने पनि धेरैलाई क्वेसन हुनसक्छ। विश्वकप छनौटको सम्भावना पनि रहन्छ। यदि नेपालले 5औँदेखि 8औँसम्ममा रहेर गयो भने विश्वकप छनौट पनि सम्भावना रहन्छ। एउटा खुड्किलो छ जुन थपिन्छ, त्यति होइन भने सेम एज 4थो स्थानसम्म जाने जसरी नै हो। धेरै प्यानिक बनाइएको मात्रै हो, त्यस्तो चाहिँ होइन। नेपालले खेल्ने टिम योभन्दा हल्का सानो लेभलको हुन्छ जुन प्लेअफ खेल्नुपर्ने हुन्छ। त्यो प्लेअफ पछाडि फेरि नेपालले विश्वकप छनौट पनि खेल्न पाउँछ। यस्तो होइन कि 4थो स्थानसम्म गएपछि सब बन्द भयो, त्यस्तो चाहिँ होइन। 4थो स्थानसम्म हुनुको एडभान्टेज चाहिँ छ कि सिधै जान पाइयो, तर 4थोभन्दा माथि छ भने प्लेअफ खेल्नुपर्छ भन्ने चाहिँ हो। र प्लेअफ खेल्दाखेरि पनि अब युएई जस्तो टिम हुन्छ, अन्य टिमहरू कुन कुन छन् त्यहाँ तलपट्टि 4थोभन्दा तल हुने टिमहरू, तिनीहरू जान्छन्, उनीहरूले फाइट गर्छन् र नेपालको लागि एउटा मुस्किल खडा चाहिँ हुनसक्छ। हो त्यो चाहिँ समस्या हो, तर सबै सम्भावनाको ढोका भने बन्द होइन। र यसै गरी अहिले हामीले जुन जानकारी गरायौँ ओडिआई स्ट्याटसको बारेमा, मलाई लाग्छ धेरैजनाले बुझ्नुभयो। यदि बुझ्नु भएको छैन भने कमेन्ट गर्न सक्नुहुन्छ र नेपालले 4थो स्थान हासिल गर्छ कि गर्दैन कमेन्ट गर्नुहोला। र यसै गरी नेपालले अबको अवस्थामा कति स्थान हासिल गर्छ कि गर्दैन, यो अवस्थामा 7औँ स्थानमा छ र यो लिग टुङ्गिँदासम्म नेपालले कति स्थान चाहिँ होल्ड गर्न सक्ला, एकचोटि सबैले गेस गर्नुहोला।